हामी सबैजनाले आफूलाई हामी सफल बनाउन चाहन्छौँ। कति कुरा हामी सोचिरहेको हुन्छौँ तर हाम्रो शरीरले हामीले सोचे अनुरूप काम नगरेको जस्तो अनुभव हुन्छ। यसलाई हामी एकदमै महत्त्वको साथ बुझौँ। धेरैजना व्यक्तिहरूले के भन्नुहुन्छ भने म नयाँ बन्न चाहन्छु, म स्वस्थ बन्न चाहन्छु, म सफल बन्न चाहन्छु। तर केही दिनको केही अभ्यासहरू गर्नुहुन्छ, 2-4 दिनपछि फेरि त्यही पुरानै आदतमा हामी फर्किन्छौँ। किन? आज हामी यही महत्त्वपूर्ण विषयमा हामी चर्चा गर्नेछौँ। माय डियर फ्रेन्ड्स, मनको काम के हो, विचारको काम के हो? नयाँ कुरालाई अवलम्बन गर्न खोज्नु। भविष्यसँगै जोडिएको हुन्छ हाम्रो मन, हाम्रो विचार। तर हाम्रो यो शरीर सधैँ हाम्रो पुरानो आदतसँग जोडिएको हुन्छ। माय डियर फ्रेन्ड्स, जब हामी नयाँ कुरा केही कुरा ल्याउँछौँ, आफ्नो शरीरमा हाल्न खोज्छौँ, तब शरीरले सबैभन्दा बेसी दुश्मनले चाहिँ प्रतिक्रिया दिइरहेको हुन्छ। किनभने शरीर सधैँ हाम्रा पुराना बानी, पुराना अनुभव यी सबै कुरालाई लिइरहेको हुन्छ भने मनले त सधैँ नयाँ कुरा खोज्छ। जब नयाँ कुरा सुन्छ, नयाँ कुरा जान्छ, ती सबै नयाँ कुरालाई भविष्यको सुनिश्चितताको लागि उसले अवलम्बन गर्न खोज्छ। तर शरीरसँग के छ त भने ती पुराना डिप्रेसनका विचार, पुराना हाम्रो एन्जाइटीका आदत, पुराना रिसको आदत, पुराना हामी निराशाको आदत, पुराना हामी चिन्ताको आदत जुन हामीले नै सिकाएको हो बार बार। सो शरीरलाई जबसम्म हामीले नयाँ आदत दिँदैनौँ, नयाँ फेरि ती इन्फर्मेसनलाई दिँदैनौँ, तबसम्म हामीले सोच्न साथ हुँदैन। धेरैजना याद गर्नुहोस्, न्यु इयर रिजोल्युसनको अगाडि एकदमै महान सङ्कल्प हामी लिइरहेको हुन्छौँ। अब म मर्निङ वाक जान्छु, मेरो वेटलाई लुज गर्छु, मैले अब नयाँ काम गर्छु, मैले नयाँ बानी ल्याउँछु। तर माय डियर फ्रेन्ड्स, हेर्नुहोस् न, हामी आफै छातीमा हात हालेर हेरौँ त, करिबन 1 हप्ता भएको हुँदैन, करिबन 2 हप्ता भएको हुँदैन, ल म्याक्सिमम 3 हप्ता लगभग हामी एकदमै बल गरी हामीले गर्न खोज्छौँ। फेरि हाम्रो शरीर निराश हुन थाल्छ। फेरि बिहान 5 बजे उठ्ने त्यो प्याटर्न फेरि पहिला 7 बजेको झैँ फेरि अल्छी मान्न थाल्छ, शरीर फेरि चिन्तामै जान थाल्छ। किनभने शरीरले सधैँ फिलिङ बुझ्छ। माय डियर फ्रेन्ड्स, शरीरको भाषा के हो त? फिलिङ। शरीरको भाषा भनेको अनुभवबाट आएको फिलिङलाई शरीरले बोल्दछ भने मनको भाषा के हो त? विचार हो। सो विचारको काम के त? भविष्यप्रति जान खोज्नु, भविष्यको सुनिश्चितता गर्न खोज्नु, नयाँ कुरा अवलम्बन गर्न खोज्नु। तर शरीरको आदत त्यही पुराना विचार, त्यही पुराना भावना, त्यही कुरा अनुभूतिमा नै अड्किरहनु हो। सो जबसम्म हामीले फिलिङ्सलाई बदल्दैन माय डियर फ्रेन्ड्स, सोचलाई बदलेर मात्र हुँदैन। हेर्नुहोस्, हामीलाई थाहा छ, हामी यति धेरै पढेको छौँ। आजकल एआई, च्याट जिपिटी अथवा सोसल साइटले पनि हामीलाई पढाइरहेको छ। हेर्नुहोस् त, युट्युबको भिडियोमा अहिले तपाईँ मलाई पनि हेर्दै हुनुहुन्छ, यो पनि इन्फर्मेसनै हो। सो माय डियर फ्रेन्ड्स, हामी धेरै इन्फर्मेसनहरूको एउटा चाङ बोकेर हिँडिरहेको छौँ। तर किन हामी बदल्न सकिरहेको छैनौँ? हामी सिकाउने मान्छेहरूकै जीवनलाई हेर्ने हो भने छातीमा हात हालेर हामी एउटा बोल्छौँ, तर व्यवहारमा हामी साँच्चै उतारिरहेको छौँ त? कति मान्छेले उतारिरहेको छौँ त? किन त भन्दाखेरि मनले दिएको सम्पूर्ण भावना शरीर मान्न किन तयार छैन भन्नु साथ मैले फेरि भने, शरीरले इमोसन बुझ्छ। माय डियर फ्रेन्ड्स, शरीरले पुरानो अनुभूति बुझ्छ, एक्सपिरियन्स बुझ्छ, पास्टमा हामीले गरेको हरेक कुराहरू बुझ्छ। भने चाहिँ हाम्रो शरीरले के जानेको छ त भन्दा, कसैले मलाई हेप्न साथ म रिसाउनु पर्छ जानेको छ। हामीले कुनै खाल्डो देख्न साथ हाम्रो खुट्टा अटोमेटिक भित्र आउन थाल्छ। जस्तै ड्राइभिङ गर्दाखेरि टर्निङ आउनु पर्दैन, मनले सोच्नै पर्दैन, तपाईँको हात अटोमेटिक टर्निङतिरै जान्छ। किन? शरीरलाई हामीले सिकाएको छौँ, यही बार बार रिपिटेसन गरेको छौँ। जे कुरा पनि भावनात्मक रूपमा दोहोऱ्याउँदै गइरहेको छौँ नि, ती कुरा हाम्रो शरीरमा प्रोग्रामको रूपमा बसिरहेको छ। सो माय डियर फ्रेन्ड्स, अब यहाँ च्यालेन्ज के त? मन र तपाईँको शरीरकै द्वन्द्व हो माय डियर फ्रेन्ड्स। यहाँ कसैसँगको द्वन्द्व होइन, आफैसँगको द्वन्द्व। द्वन्द्व पनि कहाँ भन्दाखेरि हाम्रै मनको विचार र हाम्रै शरीरको फिलिङ बिचको द्वन्द्व। अझ यसो भनौँ, थिङ्किङ र फिलिङको फाइट चलिरहेको छ, ब्याटल चलिरहेको हुन्छ। र हार्नेको त हामी नै हो। सो जब तपाईँले शरीरलाई नयाँ लय दिन थाल्नुहुन्छ, यसको समाधान के त? तपाईँहरूलाई मनमा लागिरहेको होला, हो यो पक्कै मेरो जीवनमा चलिरहेको छ, हरेकको जीवनमा यही द्वन्द्व चलिरहेको छ। तर यसको समाधान के त माय डियर फ्रेन्ड्स? जबसम्म तपाईँले नयाँ बन्न खोजेको कुरालाई बढीसम्म ल्याइ पुर्याउनको लागि बाधक के त? त्यही पुरानो इन्फर्मेसन, पुरानो आदत, त्यसलाई ब्रेक गर्न जरुरी छ। त्यो ब्रेक तब हुन्छ जब तपाईँले शरीरलाई नयाँ लर्निङ गराउनुहुन्छ। भनेको मतलब अब शरीर यति स्टेट अफ बिइङमा गइसकेको छ, अनकन्सियस माइन्ड नै शरीर बनिसकेको छ। अब शरीरलाई हामीले यो गर्नुहुन्न भनेर यो रोक्नेवाला छैन। जस्तै तपाईँलाई कोहीदेखि डर लाग्छ भने अब म यो मान्छेसँग किन डराउने भन्ने तपाईँको विचारले काम गर्नेवाला छैन। शरीरले त्यो व्यक्ति देख्न साथ रेस्पोन्स गर्न थाल्छ। जस्तै मासको फोबिया होला, हाइटको फोबिया होला, पानीदेखि डर। अब तपाईँले यो पानीदेखि डराउनु हुन्न भने मन्त्र जपेर हुनेवाला छैन नि। शरीरले त रेस्पोन्स गर्न थालिहाल्यो नि।
शरीरले त प्रतिक्रिया दिन थालिहाल्यो नि। सो त्यो प्रतिक्रियाको गहिराईलाई बदल्नको लागि हामीले नयाँ प्रतिक्रिया बन्नको लागि हामीले के दिनु पर्यो? पहिला त नयाँ इन्फर्मेसन दिनु पर्यो। त्यो इन्फर्मेसनलाई पनि इमोसनली बडीलाई सिकाउनु पर्यो। मुखले त हामीले भनिरहेको हुन्छौँ नि, तर त्यो फिलिङको लेभलमा जबसम्म जाँदैन हामीले ती प्याटर्नलाई ब्रेक गर्न सकिँदैन। यही हो बिगेस्ट च्यालेन्ज। हाम्रो यो थिङ्किङ भनेको कन्सियस माइन्डबाट आउँछ माइ डियर फ्रेन्ड्स, तर फिलिङ जुन अनकन्सियस माइन्ड यानि कि सबकन्सियस माइन्ड। सो जति पनि अहिले फाइट चलिरहेछ द्वन्द्व कोसँग भन्दा हाम्रै चेतन मन र हाम्रो अवचेतन मनकै द्वन्द्व हो। अवचेतन मन नै जब शरीर बनिसकेपछि अब हाम्रो चेतन मनले के काम गर्न सक्ला र? पक्कै सक्दैन। सो याद गरौँ, हामी चुरोट खाने नै बानीको कुरा। चुरोट खायौँ कुनै बेला साथीको लैलैमा होला, या ट्राई गर्दा पनि बानी बस्यो होला, त्यसलाई इमोसनली हामीले रिपिट गऱ्यौँ। त अब हामी चुरोट खानुहुन्न, यसले हामीलाई ठुलो डरलाग्दो रोग बट्टामा लेखाजस्तै देखाजस्तै हुन्छ भन्दा शरीर मान्छ त? जब चुरोटको त्यो जुन लत हुन्छ नि त्यसले हाम्रो हात काम्न थाल्छ, त्यो नखासम्म हामीलाई आफूलाई एकदमै गाह्रो हुन थाल्छ। सो अब गर्ने के त भन्दाखेरि फेरि त्यो नयाँ लर्निङ यो खानुहुन्न भन्ने कुरा हामीलाई त थाहा छ त, तर त्यो एक्सपिरियन्सको लेभलमा लानको लागि बार रिपिटेसन गर्नु पर्यो। यसको लागि इमोसनली फिल गर्नु पर्यो। सामान्य तरिकाले होइन, हामी दुःखको फिल गर भन्यो भने हामी तुरन्त रुन पनि सक्छौँ। निराशाको फिलिङ गर भन्यो भने एकछिन तपाईँको स्माइल भएको अनुहार सफारीमा गइहाल्छ। तर हामी संसारको सबैभन्दा खुसीको क्षण तपाईँको के थियो भन्यो भने हामी कनीको बसिरहेको हुन्छौँ। ओहो के थियो त, साँच्चीकै थियो त? किनभने हाम्रो स्टेट अफ माइन्डको पिक नेगेटिभसँग एसोसिएट छ माइ डियर फ्रेन्ड्स। त्यो एसोसिएसन पनि फिलिङ नै हो। त्यस कारणले जबसम्म त्यो फिलिङको लेभलमा हामीले प्याटर्न ब्रेक गर्दैनौँ तब हामीले खोजेको जीवन पाउन नै सक्दैनौँ। सो यसको लागि के गर्ने त? हाउ यु फिल, हाउ यु थिङ्क, हाउ यु एक्ट भनेपछि त्यही तपाईँको रियालिटी हो नि। सो अब तपाईँले मेडिटेसनको माध्यमबाट, भिजुअलाइजेसनको माध्यमबाट पुरा शरीर र मनलाई अलाइन गर्नु पर्यो। जबसम्म त्यो थिङ्किङ र फिलिङ्सलाई हामीले एकरूपता बनाउँदैनौँ अथवा कोहिरेन्समा लाँदैनौँ तबसम्म कुनै पनि यस्तो कुरा फेरि म्यानिफेस्ट हुन सक्दैन। यही हो सिक्रेट, फिलिङ नै हो सिक्रेट हाम्रो। सो तपाईँ जे बन्न चाहनुहुन्छ एनी टाइम त्यो फिल गर्दै बस्नु पर्यो राइट नाउ, अहिले नै। त्यो फिलिङ नै तपाईँको वास्तवमा फ्युचर हो। तर हामीले के गर्छौँ? फ्युचरको लागि सारा काम गर्छौँ। भविष्यमा यो होस् अथवा यो दुःख नहोस् भनेर हामी काम गरेको छौँ। तर हामीले के मिसिङ गर्यो भन्दा यो पावर अफ नाउ, वर्तमानलाई मिसिङ गर्यो। सो वर्तमानमा जब थिङ्किङ र फिलिङ यानि कि तपाईँको मनले दिएको सोच र शरीरको फिलिङ्स दुइटैलाई चाहिँ एकरूपता गरिकन तपाईँ फिल गर्नुभयो भने के हुन्छ? फेरि स्टेट अफ बिइङ हुन्छ, जुन शरीरले फेरि नयाँ लर्निङ सिक्छ। अब निराशा होइन, अहभाव गर्न सकिँदो रहेछ। अब चिन्ता होइन, चिन्तन गर्न सकिँदो रहेछ। अब रिस होइन, क्षमा गर्न सकिँदो रहेछ। हरेक क्षण प्रसन्न चित्तमा बस्न सकिँदो रहेछ भन्ने नयाँ लर्निङ र रिमेम्बरिङ बार गराउनु पऱ्यो माइ डियर फ्रेन्ड्स। कुनै पनि शरीरमा आदत बन्न सामान्य तरिकाले बनेको होइन। आज जुन आदतबाट तपाईँ छुटकारा पाउन खोज्नु हुँदैछ, जुन छुटकारा हुन सकिराख्नु भएको छैन, त्यो आज एक दिनमा तयार भएको थिङ्किङ होइन, सोचेर भएको छैन। त्यो सोच्दै फिल गर्दै आज शरीरलाई हुन्न भन्दा पनि तपाईँको शरीरले रेस्पोन्स गर्ने अवस्थामा पुगिसक्यो। सो त्यसरी नै अब तपाईँ रिसको ठाउँमा अहभाव, चिन्ताको ठाउँमा तपाईँले फेरि कसैलाई क्षमा, त्यो अवस्थामा रात दिन हामी मेडिटेसन भिजुअलाइजेसनको माध्यमबाट त्यसलाई हामीले फिल गऱ्यौँ र दिनभरि हामी सजगतापूर्वक बाँच्यौँ, अवेर भएर बाँच्यौँ भने के हुन्छ माइ डियर फ्रेन्ड्स? बिस्तारै शरीरले फेरि नयाँ बानी लिन थाल्छ। अब शरीरले बुझ्न थाल्छ बच्चाले जस्तै, अब यस्तो गर्नु हुन्न रहेछ, यो पो म हो रहेछ, यो मेरो बानी त मेरो विगतको रहेछ नि त। कति बानी हामी याद गर्नु त्यो तपाईँले विगतको बानी हो। अब नयाँ बानी तपाईँ जे दिँदै हुनुहुन्छ त्यो न्यू सेल्फ, त्यसको लागि हामी सजग बन्नुपर्छ माइ डियर फ्रेन्ड्स। तपाईँ जति अवेर हुन सक्नुहुन्छ एभ्री समय श्वासको लयको हिसाबमा हरेक समय तपाईँ चाहिँ नयाँ जुन बन्न चाहने कुरालाई फिल गर्दै जानुभयो भने त्यसले निसन्देह हामीले सोचे जस्तो हाम्रो भविष्य मजाले हामी पाउँछौँ। यसले स्वास्थ्य, सम्बन्ध, समृद्धि र हरेक तबकामा काम गर्छ। अझ स्पिरिचुअलिटीमा त यसले अझ ठुलो आयाममा हामीलाई लान्छ। त्यस कारण माइ डियर फ्रेन्ड्स एउटै मन्त्र यही हो, हाउ यु फिल, हाउ यु थिङ्क, हाउ यु एक्ट, द्याट इज योर रियालिटी। यदि तपाईँ अहिले वर्तमान समयमा कुनै पनि कुरा तपाईँले राम्रो पाइराख्नु भएको छैन भने तपाईँले 3टा आयामलाई चेन्ज गर्नु पऱ्यो, थिङ्किङ, फिलिङ र एक्सन। सो अब ओल्ड फिलिङलाई न्यू फिलिङमा राख्नु पऱ्यो, ओल्ड थिङ्किङलाई न्यू थिङ्किङमा राख्नु पऱ्यो र ओल्ड एक्सनलाई न्यू एक्सनमा राख्नु पऱ्यो। यही नै हो माइ डियर फ्रेन्ड्स मेनिफेस्टेसनको सिक्रेट। जब यसरी हामी जिउन थालेपछि अब तपाईँको थिङ्किङले जे कुरा दिँदैछ बडीलाई त्यो कुरा चाहिँ रिसिभ गर्न थाल्छ। अझ भनौँ मन र शरीर चाहिँ एक हिसाबले कोहिरेन्स अथवा सुसङ्गतको अवस्थामा पुग्छ। यही नै हामीले खोजेको हो माइ डियर फ्रेन्ड्स। सो यहाँले पनि दैनिक अभ्यास गर्नुहोला। धेरै मेडिटेसनहरू, भिजुअलाइजेसनको विधिहरू हामीले यही च्यानल्समा हामीले अलरेडी पब्लिस गरिसकेको छौँ। तपाईँ अगाडि पनि हेर्न सक्नुहुन्छ।